वास्तवमा भन्नै पर्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी अथवा राज संस्था भनेको चाहिँ 2047 सालपछि यी थापा काजीहरू अनि लोकेन्द्र बहादुर चन्द अनि कमल थापा पशुपति शमशेर जबरा यिनीहरूले चुसेर फालेको हड्डी हो। दर्शकवृन्द नमस्कार। आज म तपाईहरुलाई राजावादी आन्दोलन एकपछि अर्को क्रमशः शिथिल हुँदै जानु, आन्दोलन घट्दै जानु, आन्दोलनको शक्ति क्षय हुँदै जानु, यो कारण के हो, के कारणले चाहिँ यस्तो भएको छ, आज म यसको बारेमा विशेष चर्चा गर्दैछु। र यो राजावादी आन्दोलन कमजोर भएको हो कि हैन, र अब के साँच्चै राजावादी आन्दोलन सफलता हुन्छ या विफल हुन्छ, र यो राजावादी आन्दोलन कतिको औचित्य छ यसको भन्ने विषयमा प्रश्न पार्न गइरहेको छु। साथीहरु, यदि तपाईहरु यो मेरो च्यानलमा पहिलो पटक हुनुहुन्छ भने लाइक, सब्स्क्राइब र कमेन्ट पनि गर्न नभुल्नु होला। तपाईहरुलाई लागेको विचार जस्तो छ, तपाईलाई मनमा जे लागेको छ त्यो बताउँदाखेरि हुन्छ, केही पनि फरक पर्दैन। बुदामा जानुभन्दा अगाडि एकचोटि चाहिँ यो सानो भिडियो क्लिप हेरौँ, राजावादी आन्दोलन कमजोर भएको हो कि हैन भनेर। पूर्व राजाले भेटेको भोलिपल्ट दुर्गा प्रसाईले तीनकुनेमा चैत 15 गते वितण्डा मचाए। उनी हिरासत पुगेपछि राप्रपाका 7 भाइलाई लन्चमा बोलाएको तेस्रो दिन राप्रपाले बानेश्वरमा वितण्डा मचाउने योजना सहित निषेधाज्ञा तोड्ने घोषणा गर्यो। यी सबै घोषणा हेर्दा लाग्थ्यो बल्खु र तीनकुने भन्दा पनि राप्रपाको आन्दोलन अझ सशक्त हुनेवाला छ, तर दृश्य त्यस्तो देखिएन। संख्याको हिसाबले राप्रपाको यो आन्दोलनमा उल्लेख्य सहभागिता नदेखिदा केही रोचक दृश्य भने देखिए। सिंहदरबारबाटै पक्राउ स्वाभाविक कि चलाखी। राजावादी आन्दोलन कमजोर हुँदै जानु, असफल हुँदै जानु कारण के हो त? यहाँ भिडियोमा पनि अघि तपाईले पनि रिपोर्टिङमा देखिहाल्नुभयो तपाईहरुले पनि। अब यहाँ के छ भन्दाखेरि सबभन्दा पहिला कुनै पनि व्यवस्थाको विरुद्धमा लाग्दाखेरि, विरुद्धको तयारीमा यदि आन्दोलन गर्छ भने सबैभन्दा पहिला त्यो आन्दोलन गर्ने पक्षले एउटा प्रगतिशील र अहिलेको वर्तमान परिस्थिति भन्दा राम्रो एजेन्डा बोक्नुपर्ने हुन्छ, प्रगतिशील एजेन्डा बोक्नुपर्ने हुन्छ, अनि मात्रै जनताले आन्दोलनलाई साथ दिन्छ। जब एजेन्डा नै प्रगतिशील छैन, यो समाजलाई अग्रगामी दिशामा लाने खालको एजेन्डा छैन भने आफ्नो केही 2-4वटा बुखिया बाहेक र आफ्नो जय जयकार गर्ने केही झोलेहरू बाहेक अरू आउने सम्भावना धेरै कम हो। जस्तै फर इक्जाम्पल तपाईहरुलाई उदाहरणको लागि म के भन्न चाहन्छु भने 47 सालदेखिको यताको जति पनि आन्दोलनहरू छ त्यो आन्दोलन किन सफलता भए, अब राजावादीको आन्दोलन किन असफलतातिर गए भन्दाखेरि पञ्चायत कालको राजतन्त्रको निरङ्कुशता र राजतन्त्र भित्रको सामन्ती कुसंस्कार विचारले नेपाली जनता 240 वर्षसम्म खिचुमिचुमा परेर एकदमै उकुस मुकुस भएर बसेको थियो। त्यो अवस्थामा यसको विरुद्धमा नेपालको पार्टीहरूले आन्दोलन चर्काएको, किनभने 250 वर्ष भनेको चान्चुनी समय हो, यो अत्यन्तै कयौं गुणा अगाडि बढ्न सक्ने समय हो र धेरै फड्को मार्न सक्ने समय हो। यो 240 वर्षभित्रमा संसारको अरू देशहरूले चन्द्रमामा मान्छे पठाइसके, संसारको अरू ग्रहहरूमा मान्छे पठाइसके, अन्वेषणहरू गर्दैछ र कयौं तीव्र विकास, औद्योगिक विकासदेखि लिएर कयौं खालको आविष्कारहरू गरेर प्रगतिको पथमा लगेर संसारको समृद्धशाली प्रगति भएको देशको रूपमा उभ्याउँदाखेरि 240 वर्षसम्म यो राजतन्त्रले, राजाले शासन गर्दाखेरि देश एक किसिमको अँध्यारो कुनामा र एकदमै गरिब, पिछडिएको र हेपिएको, चेपिएको, शोषित पीडित जनताहरू उकुस मुकुस भएर बसेको हुनाले त्यो नेताहरूले, अहिलेको नेताहरूले राखेको एजेन्डा राम्रो भएको हुनाले जनताले साथ दियो। किनभने त्यो एजेन्डाहरू, अहिलेका जति पनि स्थापित भएका एजेन्डाहरू, भलै कोही मान्छेहरू बेमान निस्क्यो होला, भ्रष्टाचार गर्यो होला, त्यो आफ्नो ठाउँमा छ, तर यी एजेन्डाहरू भनेको चाहिँ त्यो पुरानो राजतन्त्र कालको एजेन्डा भन्दा प्रगतिशील र राम्रो एजेन्डा। त्यसैले त्यो एजेन्डा सफल भयो। त्यो एजेन्डा अनुरूप जनता एकीकृत भए र जनताले ठाउँ ठाउँबाट संगठित भएर राजतन्त्रको विरुद्धमा आन्दोलन, संघर्ष, जनयुद्ध जे पनि गर्न अगाडि बढे जनताहरू। त्यसैले त्यो आन्दोलनहरू सफल हुँदै 47 साल, 62-63, 10 वर्षे माओवादी जनयुद्ध, यी जे नाम भए तापनि यी सफल हुँदै गए। तर आजको राजतन्त्रसँग एजेन्डा के छ त? आजको राजतन्त्रसँग यो अहिले भइरहेको परिस्थितिको भन्दा बेटर एजेन्डा यिनीहरूले निकाल्न सकेको छैन र यो भन्दा उत्कृष्ट
विशिष्ट एजेन्डा, कार्यदिशा, मार्गदर्शन र दर्शन यिनीहरूले निकाल्न सकेको छैन। फगत एउटा वंशानुगत राज संस्था स्थापनाको लागि केही मान्छेहरू, केही हजारको संख्यामा मान्छेहरू कराउँदैमा नेपाली जनताले त्यो कुरा पत्याउनेवाला छैन। त्यसैले राज संस्थाको आन्दोलन कमजोर भएको मेरो निष्कर्ष हो। यो कमजोर हुँदै नै जाने हो। अबको एउटा सभ्य समाज, एउटा चेतनशील समाज र एउटा आफ्नो विचार, आफ्नो शासक आफैले रोज्न पाउने अधिकार प्रयोग गरिसकेका, अभ्यास गरिसकेको जनताले अब तपाईहरुको त्यो वंशानुगत शासकलाई विष्णुको अवतार भनेर थपक्क राख्ने एजेन्डामा कोही पनि जनता लाग्ने पक्षमा छैन र देश विकासको कुनै एजेन्डा पनि छैन। देशलाई अगाडि लानको लागि कुनै एउटा घोषणा पत्र केही बनाएको अवस्था छैन। त्यसले गर्दाखेरि तिमीहरूको यो एजेन्डा भनेको फगत एउटा व्यक्ति, एउटा शासकको लागि हो र त्यसको वरिपरि बसेर खाना पल्केका केही स्वार्थी समूहहरूको लागि हो, जनताको लागि होइन। अब अर्को छ राष्ट्रिय प्रजातन्त्र पार्टी भन्ने 2047 सालको परिवर्तनपछि खुलेको एउटा पार्टी हो। कसले खोलेको भन्दा पूर्व राजावादीहरूले 47 सालको आन्दोलनपछि एउटा राजनीतिक परिवर्तन आयो। त्यो राजनीतिक परिवर्तनमा अब उनीहरूलाई पनि अधिकार संविधानले दिएको हुनाले उनीहरूले एउटा राज संस्था सम्बन्धी, राज संस्थालाई प्रमोट गर्ने खालको राष्ट्रिय प्रजातन्त्र पार्टी भन्ने बहुदल खोल्न पाउने अधिकार प्रयोग गरेर उनीहरूले पार्टी खोले। त्यो पार्टी खोल्ने बेलामा पशुपति शमशेर जवारा, सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द यस्ता व्यक्तिहरूले यो पार्टीहरू खोलेको। वास्तवमा भन्नै पर्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी अथवा राज संस्था भनेको चाहिँ 2047 सालपछि यी थापा काजीहरू अनि लोकेन्द्र बहादुर चन्द अनि कमल थापा, पशुपति शमशेर जवारा यिनीहरूले चुसेर फालेको हड्डी हो। अब 2062-63 को आन्दोलन, 2072 सालको संविधानको जारी पश्चात उनीहरूलाई पनि पार्टी खोल्ने स्वतन्त्रता संविधानले दिएको छ। त्यसै अनुरूप यो पार्टी हुर्कदै आउँदाखेरि हिजो राजासँग नै मिलेर शासक बनेर खाएका केही ब्राह्मणवादी सोचहरू पनि परिवर्तन भएर होइन है, अब चाहिँ नेपाल अलिकति आधुनिक तरिकाले अब अगाडि बढ्नुपर्छ, हामीले पनि दल खोल्नुपर्छ भनेर दल खोलेर राजालाई नै काउन्टर दिन थालिसकेपछि नेपालको एकदमै स्थापित पुरानो दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत विभिन्न दलहरूसँग राजाले मुकाबिला गर्न नसकेपछि, राजतन्त्रले मुकाबिला गर्न नसकेपछि र जनताले उनीहरूलाई साथ दिएपछि अब त्यहाँ त धेरै जसो बाहुनहरू नै छ पार्टीको मुख्य नेतृत्वमा गएको। अब तिनीहरूले पनि राजतन्त्रले मान्ने कुरा भएन, राजतन्त्र शोषकै हो, राजतन्त्र फाल्नै पर्छ भनेर राजतन्त्र फाल्यो र जनताले पनि उनीहरूलाई साथ दियो। अब त्यो कमल थापाहरूले, थापा गाजीहरूले चुसेर फालेको हड्डीमा राजेन्द्र लिङ्गदेन भन्ने एउटा लिम्बुको छोरालाई स्थापना गर्यो र अहिले जनआन्दोलनको कमान्डर भनेर जगमान गुरुङलाई स्थापित गर्यो। उहाँहरूलाई स्थापित गर्दाखेरि के लागेको हुन सक्छ राजावादीहरूलाई भन्दाखेरि अब यहाँ यो देशको अरू खस क्षेत्री बाहुनले त पत्यार गरेन, उनीहरूले त पत्याएन। कम्तीमा पनि अझै पनि नेपालका आदिवासी जनजातिहरू चाहिँ अलिकति मूर्ख नै छन्। यिनीहरूको दिमागलाई चाहिँ तोडमोड गर्न सकिन्छ, यिनीहरूलाई चाहिँ हाम्रो पक्षमा ल्याउन सकिन्छ भनेर यिनीहरूले कोसिस गरेको हुनाले राजेन्द्र लिङ्गदेनले राप्रपाको अध्यक्ष पाएको अनि जगमान गुरुङ जस्तो मान्छेले जनआन्दोलनको कमान्डर पाएको, अरू केही पनि होइन। तर हेकर होस् नेपालको आदिवासीहरू तामाङ, गुरुङ, राई, लिम्बू, मगर जति पनि छन्, यो जगमान लाग्यो भन्दैमा, राजेन्द्र लिङ्गदेन लाग्यो भन्दैमा कसैले उनीहरूलाई पत्याउने अवस्थामा छैन र अहिलेको आदिवासी जनजातिहरू आफूले पनि विश्लेषण गर्न जानेका छन्, आफूले पनि इतिहासलाई क्रस चेक गर्न जानेको छ। त्यसैले उनीहरूले जे बोल्यो उनीहरूको पछि ओहो हाम्रो मान्छे रहेछ यिनीहरू भनेर पछि लाग्ने पक्षमा छैन। त्यसैले आदिवासी जनजातिहरूले राजावादी आन्दोलनले साथ दिनेवाला छैन। राजेन्द्र लिङ्गदेन, जगमान गुरुङ जसको जग नै छैन, कुनै समयमा कुनै विषयमा पिएचडी गरेको भन्दैमा सबै आदिवासीहरूले उसको कुरो मान्नेवाला छैन र यिनीहरूलाई पनि प्रयोग गरेका हुन् राजावादीहरूले, पूर्व राजाले र नेपालको केही झुट्टा, केही फटा धूर्त मान्छेहरूले यिनीहरूलाई प्रयोग गरेर
नेपालको आदिवासीहरूलाई मूर्ख बनाएर राजतन्त्र फर्काउँछु भन्ने सपना होला, त्यो हुनेवाला छैन। यिनीहरू आज कमान्डर बने तापनि भोलि कथन कदाचित राजा फर्किहाल्यो भने पनि यिनीहरूलाई फेरि फाल्ने नालीमै हो। त्यो बेलामा प्रधानमन्त्री खाने अर्कै थापागाजीहरू आउँछन्, त्यो बेलामा ठुल्ठुलो मुख्य मन्त्रीहरू खाने अर्कै आउँछन्। त्यसैले यिनीहरू बलिको बोको अथवा घोडा बनेको घोडा। राजेन्द्र लिङ्गदेन र जगमान गुरुङ घोडा बन्यो भन्दैमा हामी आदिवासीहरू यो राजतन्त्रको घोडा बन्ने पक्षमा छैन। यो कुरा हेक राख्नु। त्यसैले पनि नेपालमा राजतन्त्रको आन्दोलन, राजावादी आन्दोलन सफल हुने पक्षमा छैन, पश्चगामीतिर जानेवाला छैन। हस्, यति भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।